राइट हाम्रो यो न्यू ब्लगमा यो पर्दुबई आएपछि चाहिँ अब यो एक दुईवाला यो डुङ्गा नचढिकन डुङ्गा के भन्छ यसलाई डुङ्गै भनौँ न होइन डुङ्गै हो डुङ्गा नचढिकन त चित्तै बुझ्दैन हो त्यही भएर चढिहाल्यो अब चट्ट दाजुभाइ दुईजना आएको छु लाग्यो अब डुङ्गामा सर एक दिराममा सबजना आएर चढाउँ है केटा हो पर्दुबई अलिकति अब नजारा हेर्नु कस्तो नजारा देख्नु केटी पनि आउन सकिन्छ फेरि केटा हो मात्र भन्दाखेरि रिसाउँ ल केटाकेटी हो आएर घुमौँ एक दिरामको मजा आयो पैसाको धेरै लोभ नगरौँ धेरै होइन एक दिराम हो घुम्नुपर्छ जिन्दगीमा मरि लानु के छ र नेपाली मिलेर घुम्न जाउँ है घुम्न फेरि बङ्गाली पाकिस्तानी भन्दा केटाहरू फेरि बङ्गाली मार्केटमा गएर दारू मात्र खाएको देख्छ कता ऊ दारूहरू मात्र खाएर बस्छ नेपाली केटीहरूले हेरेन भन्दा केटाहरू रोइरहेको हुन्छ फेरि केटीहरू के हो नेपाली केटाहरू फिल्म काले हेऱ्यो भन्दै कालीलाई हेऱ्यो भन्दै बसिरहेको हुन्छ के हो यो मैले बुझ्नै गाह्रो हो हामी चाहिँ फेरि केटा मात्र घुम्ने बानी छ त्यही भएर दाजुभाइ दुईजना मात्र अब केटीको वास्ता लाग्दैन होइन पैसा माग्दैछ फलाइसीलाई पैसा दिनु पर्यो अब यहाँवाला दुई दिराम होइन पर्दुबईको नजारा हेर्नु कस्तो नजारा देखिन्छ कस्तो छाला